फेरि कुवेतमा चाहिँ एकदम दुःखद खबर, 2 भारतीय नागरिकले चाहिँ ज्यान गुमाउनु परेछ सडक दुर्घटनामा परेर। ल है, जति पनि हाम्रो नेपाली दाजुभाइहरू कुवेतमा हुनुहुन्छ हेर्नुस् है, हेर्नुस् सडक दुर्घटनामा चाहिँ धेरै अरू देशका पनि परिराख्नु भएको छ। फेरि अर्को दुःखद खबर आएको छ र सडक दुर्घटना अब्दाली नजिकै भन्ने कुवेतको त्यो ठाउँमा चाहिँ एक्सिडेन्ट भएको रहेछ र 2 जनाले ज्यान गुमाइसक्नु भएको रहेछ। त्यसैले पनि तपाईहरु सडकमा बाटो यात्रा गर्ने क्रममा चाहिँ सडकमा चाहिँ एकदम ख्याल गर्नु होला। तपाईको अगस्या पुलहरु हुन सक्छ, त्यहाँबाट हेर्नु होला। तपाई जेब्रा क्रसिङ फलो गर्नु होला हैन, नआत्तिनु होला। गाडी कम छ भने चाहिँ मात्रै बाटो काट्नु होला। धेरै गाडी एकदम स्पिडमा आइराखेको छ भने यसमा चाहिँ धेरै ख्याल गर्नु होला। हेर्नुस् है, सडक दुर्घटनामा परियो भने केही छैन। परदेशमा के गर्न आएको तपाईलाई थाहा छ, पैसा कमाउन दुःख गर्न आएको। किनभने देशको अवस्था त्यस्तै छ हेर्नुस् हैन। देशमा केही नपाएपछि तपाईहरु 2-4 पैसा कमाउला, आफ्नो जिन्दगी बनाउला, परिवारलाई खुसी बनाउला भनेर परदेशमा आउनु भएको। हेर्नुस् सबै कुराहरु ख्याल गर्नु होला। भन्न सकिन्न, जो पनि पढ्न सक्छ, एउटा त्यो लेखेको कुरा हो, त्यो लेखेको दिन त पढिन्छ हैन, तर पनि हामीले ख्याल गर्ने कुरामा त ख्याल गर्नु पर्यो। त्यसैले पनि एकदमै दुःखद खबर, तपाईहरु चाहिँ एकदम ख्याल गर्नु होला भन्दै म ट्याक्सन बिदा हुन्छु।